सबैलाई गुड मर्निङ गुड मर्निङ आज हामी चाहिँ काठमाडौँ हिँड्यो काठमाडौँ कि पोखरासम्म हुन्छ आज हाम्रो होइन सबै हिजो क्या जाने ठिक छ के छ भाइ हाम्रो आधाको गाडीमा फस्याङ गर्दै आइयो मान्छे कतिको छन् है त्यसो भए त भयो हुन्छ जता म त जता पनि बस्छु फेरि ल साथीहरू हामी चाहिँ अहिले हेलो आइपुग्यो गाडीमा जस मान्छे साथीहरू हामी चाहिँ हेलो आइपुग्यो हेर्नुहोस् हामी 3241मा 3341मा छौँ ट्याक्क आज पोखराको यात्रा यस मान्छे पनि ठिकै राम्रै पाइयो हेर्नुहोस् ट्याक्क शर्मा होटल एन्ड खाजा घरमा हामी छौँ पसलहरू खुलेकै छन् होइन पसलहरू खुलिया छन् सबै छ तर एउटा किराना पसल मात्रै खुलिया छ हेर्नुहोस् अझै पनि चिसै छ कुहिरो लगाइरहेछ हामी चाहिँ हेलुमा हेर्नुहोस् ट्याक्क एउटा मात्रै लाइट बोल्दो रहेछ गाडीको धेरै भयो यसरी बोल्न आएको प्रतीक्षा ट्राभल्स स्याङ्जा गण्डकी यातायातमा हामी छौँ है यता चाहिँ स्कुल जाने बाटो सार्वजनिक टोयलेट पनि यहाँ हजुरहरूलाई म देखाउन चाहन्छु यहाँबाट तल जाने बाटोमा सार्वजनिक टोयलेट पनि छ है ल हामी चाहिँ स्याङ्जा भालुपाड रेस्टुरेन्टमा कति खाना रुच्छ हाम्रो दुर्गा दाईलाई पुरा मुख मिठो मान्छे है बिहानै साढे 5 बजे पनि मस्त चाहिँ रोटी सेलरोटी रुचिरहेको छ के छ दाईहरू हालखबर हेर्नुहोस् 5:30 बजे नि खाना रुच्ने मिठो मान्छे हिँडेको अब पोखरा ल हेर्नुहोस् के छ भाइहरू ठिक छ एकदम ठिक छ ऱ्याममा ताता तरकारी राख हेरस् बहिनी के छ आरामै छ हेर्नुहोस् हामी खाजा खाने ठाउँ आइपुग्यो ल साथीहरू हाम्रो चाहिँ एसी दाङ बुटोल पोखरा कसैलाई दाङ जानु परेमा हामीलाई सम्पर्क गर्नु होला बुटोल जानु हाम्रो पत्रिका यो हराएर अझै घर बुझाएन ओके के छ भाइ ल हाम्रो चाहिँ गण्डकी गाडी आज गएन गाडी हिजो गएको आज आउँछ हाम्रो गण्डकी यताको पार्किङ हजुर ल हेर्नुहोस् है यहाँ चाहिँ कसैलाई बुटोल दाङ नेपालगञ्ज जान छ नि यहाँबाट चाहिँ जताततै जाने गाडी लाग्छ दाङ बुटोल नेपालगञ्ज के छ सबै ठाउँमा जाने गाडी लाग्छ हेर्नुहोस् यहाँबाट ट्याक्क हजुरहरूलाई कतै जान परेमा बुटोल महेन्द्रनगर सबै ठाउँमा जानु परेमा के छ ल हामी टिकट काउन्टरमा आइयो अब नेपालगञ्ज जाने हो त्यो टिकट लिन आएको है साथीहरू ल टिकट छ नि नेपालगञ्जको लागि भोलि कति बजी छुट्छ गाडी ल कति छ हाम्रो मूल्य होइन बाटो मोल्ने कि त्यही मोल्ने पृथ्वी चोक सुनसान छ तर आज सोमबार भए पनि होइन बिहानै भरे नि होला पृथ्वी चोक यताबाट हाम्रो चाहिँ जिएमसी हस्पिटल जाने बाटो हो हेर्नुहोस् अब म चाहिँ यो त्यो हरियो गाडीमा महेन्द्र पुल जाँदैछु ल हेर्नु साथीहरू अब म महेन्द्र पुल जाने गाडी चढेँ यहाँ 2 जना भाइहरू बाहेक म 3 जना मात्रै छु यहाँ होइन भाइहरूले त मास्क लाउनु भएको छ ल हेर्नुहोस् अब हामी 3 जना मात्रै छ अब यो अरू गाडी आएपछि सायद यो गाडी जाने होला ल हेर्नु सायद अरू गाडी आएपछि अब ल उहाँहरू आउनुभयो 2-4 जना अरू आउनु भएको छ बस्नु हामी पनि 5 जना भयो अब हामी यहाँ हिँड्दैछौँ पेसेन्जर कम थियौँ अब हामी ल गाडी हिँड्छ होला जस्तो लाग्छ पोखरा सुनसान यत्रो पोखरा त सुनसान छ हाम्रो वालिङ झन् किन सुनसान नहुने अन्त
ल हेर्नु हाइसमा हेर्नुहुन्छ नि सर त हजुर म हाइस चलाउँछु कि आज काम परेर यता आएको साथीहरू साथीहरू हाम्रो गुरुले अब गाडी लिएर हिँड्ने हुनुहुन्छ त्यो आफ्नै गाडी होला है सायद साउको हो मैले नि साउकै चलाइरहेको छु हेर्नुहोस् आफ्नो तल तनाव हुन्छ होइन अब हामी धेरै साउलाई मार्न नसक्ने मान्छेलाई तनाव हुन्छ कि जे अलिअलि मान्छे हेर्न हुने भयो होइन अब हामी अब पृथ्वी चोकदेखि त्यो जेएनसीको अगाडिबाट हिँड्यो आज अब रमाइलो यात्रा भइरहेको छ बिहानदेखि वालिङदेखिको हजुर कहाँ भएर कहाँनिर कुरो नुवाकोट त्रिशुली नुवाकोट ए हाम्रो सेङ्जा नुवाकोट पनि छ के पुरानो सदरमुकाम हाम्रो चाहिँ नुवाकोटै हुनुहुन्छ हजुर त्यसरी के हो राई तामाङ हो हाम्रो सेङ्जा पनि जानुभयो ल आउनुपर्छ है म फेरि हजुर गाउँतिर घुमेको छु कि अलिअलि गर्छु ल हामी जेएमसी हस्पिटललाई लाग्यो अब के भने साथी ट्याक्सीमा 400-500 तिर्नुभन्दा बसमा हिँड्न ठिक छ होइन यात्रा गर्न बसमा गर्नु होला अब देशको स्थिति सबै कन्डिसन यस्तो हेर्दाखेरि थोरै भाडा जेमा लाग्छ नि त्यसमा हिँड्नुपर्छ म पनि आज माइक्रोमा आएको कि मेरो साथीले ट्याक्सीमा जानु 700 भन्दै थियो अब माइक्रोमा 300मा आइन्छ हेर्नुहोस् अब 700 त जाँदा आउँदाको अब यस्तो गरेर खाजा दुईटैको भाडा पनि उठ्छ के ल हेर्नु साथीहरू हामी पृथ्वीको काउन्टर नजिक आइयो गाडीहरू साथीहरू पुरै पालो पर्खेर बसिरहनु भएको छ होइन मान्छेको अनिकाल भएको छ त्यतिखेर अब तोरी छिन्ने फापर छिन्ने होइन अब आलु खन्ने माछा छ अब मकै छर्ने माछा छ हेर्नुहोस् म पनि हिजो घरमा मकै छरेर आज यता पोखरा आएको हो हल्का यहाँ हस्पिटलको कामले अब हेर्नुहोस् पोखराको मेन ठाउँमा यस्तो छ हेर्नुहोस् हालत यस्तो सुनसान छ अब हामी चाहिँ महेन्द्र पुल जाँदैछौँ ल त्यहाँको अब यहाँ मान्छे त्यहाँबाट चढ्यो यहाँ झरिहाल्यो कहाँसम्म पुग्नु छ हजुर यहाँबाट बगरसम्म है ए भन्छ ब्रिटिस वेलफेयर नियरसम्म पुग्नु ब्रिटिस वेलफेयर होइन बगर कति वर्ष भयो नि हजुर गाडी चलाएको भयो गाडी चलाएको मात्रै म लगभग 27 वर्ष मैले पनि लगभग 15-16 वर्ष चलाउँदैछु अहिले कालो कपाल थियो दाढी फुलेर सेतै भयो अहिले है उमेर चाहिँ 43 वर्ष भयो म अरू सबैले बाजे भन्छन् कारणतिर हेर्नुहोस् प्यासेन्जर टन्न भरिए हुन्थ्यो है प्यासेन्जर भरिए हुन्थ्यो होइन त्यो गाइडलाइनमा कामै छैन क्या अहिले म पनि 3 टिप घर बसेको हेर्नुहोस् काठमाडौँ चलाउँछु मैले वालिङ काठमाडौँ माइक्रो चलाउँछु 3 टिप घर बसेको बल्ल भोलि जाने हो अनि साथीहरू हाम्रो पोखरा रमाइलो पोखरा आज यस रमाइलो तरिकाले हिँडिया छ हेर्नु अब हामी महेन्द्र पुलसम्मको यात्रा हो यात्रा राम्रो गरियो है आज धन्यवाद लोकेसन पठाउनु भयो ल हजुर पनि है ल ओके ल साथीहरू हामी चाहिँ महेन्द्र पुल आइपुग्यो महेन्द्र पुलबाट यो गाडीमा यात्रा गरियो अब म हस्पिटल जाँदैछु यहाँबाट रायता भन्ने कुरो छ ओके बाई म महेन्द्र पुल आइपुगेँ साथीहरू गाडीबाट झरेँ होइन अब यहाँ सरहरूसँग जाँदा सोध्नु पर्ने भयो सरी त ओम हस्पिटल कहाँ पर्छ ओम हस्पिटल यही हो हस् थ्याङ्क यू यहाँबाट भित्र भन्ने कुरो भयो होइन पुरा नेपाल टेलिकम रहेछ यहाँ नेपाल टेलिकमको भवन यहाँ पुरै फार्मेसी छ हेर्नुहोस् सबै फार्मेसीहरू छ यहाँ हेर्नु है त्यहाँको ओम हस्पिटल बिहान सुनसान छ यहाँ हस्पिटलमा बिरामी बाहेक अरू त खासै आउने कुरो भएन होइन र म चाहिँ आएको हो काली गण्डकी मेडिकल फार्मा पुनः क्लिनिक फात तथा प्रशिक्षणहरू सबै रहेछ यहाँ र कतापट्टि छ ओम हस्पिटल भनेको थाहा छैन है सर म सोध्दैछु ल म चाहिँ यहाँ जस्तो क्लिनिकल दुईजना चेक गरेर आएँ है
अब हजुरहरू पनि नाक कान घाँटीको चेकअप गराउनु छ भने यहाँ आउँदा राम्रै हुन्छ। ल साथीहरू, अब म चाहिँ चेकअप गरेँ डक्टरसँग होइन। डक्टरसँग चेकअप गर्ने गरेर म चाहिँ अब ओम हस्पिटलको क्यान्टिनमा सेकेन्ड फ्लोर होइन क्यान्टिनमा छु। अब यहाँ खाना खान आएको म है, खाना खाँदैछु। खाना आएको, अब खान्छु म खाना। हेर्नुहोस् ट्याक्क अब यो क्यान्टिनमा मस्त राम्रो मिठो खाना खानुपर्छ। अरू होटलको भन्दा कम छैन हाम्रो क्यान्टिनको खाना है। अब खान्छु, खाना कस्तो हुन्छ के हुन्छ त्यो हजुरलाई पनि म देखाउँछु। ओके साथीहरू, म यहाँ ओम हस्पिटलको चाहिँ दोस्रो तला नि हजुर दोस्रो तलाको यहाँ चाहिँ खाना क्यान्टिनमा एकदम सादा चिल्लो चाप्लो नभइकन होइन टक्क सलाद ल्याउनु भएको छ। फेरि अरू पनि मैले यो मुला अर्डर गरेको सलाद, साग चट्ट पेल्ने, चाडा अन्डा खाने, दाल खाँसी इतिहासी हुन्छ, इतिहासी फ्याट लस हुन्छ होइन। तर मैले आज क्यान्टिनमा अहिले चिल्लो चाप्लो एकदम मन पराउँछ नि त। चिल्लो चाप्लो त एकदम सादा ठिक हुन्छ। हजुरहरू अब यो दोस्रो तलामा एकदम राम्रो मिठो खाना पाइन्छ, आउनु होला है हजुरहरू। ओके ल हेर्नु साथीहरू, आज हामी कान्छो भाइ ठुलो भाइ होइन बहिनीसँग केही लुक्नै पर्दैन कि दाइको उसमा हो। ल हेर्नुहोस् हामी यहाँ पोखरा छौँ, एकदम माया मान्ने। हेर्नु साथीहरू, पृथ्वी चोकमा यहीँ नगर बस्छ, यहीँ पौडीबाट जाने डाँडा जाने जुलियन बस्छ। मात्र छ गाडी लाइन। हेर्नुहोस् अब त्यहीँ फेरि सिद्ध बाबा र चाहिँ गण्डकीको लफडा चलिरहेछ। यहीँ स्कर्पियो छ पर्वत जाने। हेर्नुहोस् रमाइलो छ पोखरामा, बिहानभन्दा अरू दिउँसो भयङ्कर रमाइलो छ। हेर्नुहोस् यहाँको यो पृथ्वी मेन चोक हो, यो बुटोल जाने चोक हो, बुटोल पाल्पा जाने चोक। मान्छे भिडभाड छ। हेर्नुहोस् कहाँ हिँडिएछन् मान्छे थाहै छैन। ल पाल्पा बुटोल पनि भन्दैछ, पर्वत बिरौटा पनि भन्दैछन्। हेर्नु साथीहरू रमाइलो छ। के गर्ने, जिन्दगी रमाइलो तरिकाले बित्छ। यहाँ अरूलाई हेर्नु राम्रो पनि हिँडेकै छन्। काम पाएका हिँडिएछन्, काम नपाएका हिँडिएछन्। यो पोखरा ठुलो सहर हो नि त। साथीहरू 12:30 1 बजे, कति भयो 1 बजे होइन। हामी चाहिँ लागियो आज स्कर्पियो। हजुरलाई थाहा छ कि छैन, पर्वतदेखि यहाँसम्म स्कर्पियो पनि चल्छ वाली पोखरासम्म। हजुरलाई आउनु पऱ्यो भने हाम्रो साथीको एकदम बेस्टी साथीको चाहिँ स्कर्पियो छ, रिजर्भ चाहिए बस सम्झिनु होला। हेर्नुहोस् अब हामी चाहिँ भुम्रेसम्मको यात्रा गर्दैछौँ है। ल हामी चाहिँ स्कर्पियोबाट फेरि यो सरको गाडीमा आइयो। हेर्नुहोस् बुटोल जाने होइन सर र हामी कोभिन्डे आइएको छ। धेरै वर्षपछि गाडीको ठुलो गाडीको अगाडि सिटमा बसेर हिँड्यो हामी। हेर्नु साथीहरू हाम्रो टिकट बनाउने ल ओके ल सुरदाईको गाडीमा आएको यस्तो भएको भनेर आज हिरो मान्छेसित आज बल्ल चढ्दैछु। आज भ्लग बनाउनु पर्यो दाइहरूको भनेर हो। हेर्नु साथीहरू हामी कुविन्डे आइपुग्यो है। बाउ छोराले तरकारी लाएर बोतै कमाउँछ नि मैले। आलु पनि घरकै बेच्दैन, घरको बेच्दैन। ओ भाइ के छ? यिनीहरूको गाडी आयो। हामी चाहिँ सर्केटारी आइयो साथीहरू। सर्केटारी आइपुग्यो। हेर्नु सुनसान छ बजार। मौसम पनि एकदम नरमाइलो भइरहेछ, न घाम न पानी भइरहेछ। हेर्नुहोस् भालुबाडको यताको पाखा। हेर्नुहोस् पानी आउन सकेन। पानी आएको भए राम्रो हुन्थ्यो। धुलो मैलो धुवा यस्तै छ। हेर्नुहोस् नदी खोला। आरुपाटाको महेश बाबु रहेछ नि त। बुढेसकालमा स्कुटी किने गाडी आएकै थाहा पाउँदैन। आरु सरकार के अरे आरुपाटाको महेश बाबु गुरुङ के अरूबाट त तिले गुरुङ छन् नि पित्लेका पत्रकार।
दिनको चाहिँ कहाँ पर्छन् क्या भाडुपाड रेस्टुरेन्ट हेर्नुहोस् हामी चाहिँ अब हेलीमा चाहिँ शङ्करपुर आइयो शङ्करपुर तल त्यसलाई त अब एउटा रफ्तारमा आइयो हेर्नुहोस् अब हामी हेलो आउनलाई साथीहरू हेर्दै पानीको मोटर तान्ने मौसमले अलिक झाउ गरिरहेको हेर्नुहोस् राम्रो थियो सिन राम्रो देखिन्थ्यो पुरै ठुलो जक्सन हो यो पहिलाको पोइन्ट नै हो यो एकदम लक्ष्य भाइ ग्याप त छ होला क्या नबसी त ओके पछाडि गयो भने त बरु अगाडि गइदियो आनन्द हामी चाहिँ लामाचौर आइपुग्यो हेलुको लामाचौर आधी खोला पनि देखिन्छ आधी खोला पनि देखिन्छ आधी खोलाको तिरतिर यहाँको कटेज रानी राको कटेज पुरा भिडभाड छ हामी चाहिँ बुहारी पेट्रोल पम्प आउनु लागि हेर्नुहोस् भिरकोट नगरपालिकाको कारले हेर्नुहोस् यहाँ कति दामी ठाउँमा छ यो त पुरै चाहिँ जग्गा घडेरी भएर सिद्धिन लागिसक्यो पुरै दामी ठाउँमा छ हेर्नुहोस् भिरकोट नगरपालिका जाने बाटो पनि म देखाइन्छ होला नमस्ते सेङ्जा भिरकोट नगरपालिका जाने बाटो टोल डाँफे रेस्टुरेन्ट लज परिहारीको अलिकति पसन खाम भन्ने ठाउँ यही नै हो परिहारी आइपुग्यो हामी बजार तल छ तल्लो बजार माथिल्लो बजार काव्यश्री कलेक्सन सफल फर्निचर सोरूम त्यतिसम्म न्यू रोड चोक सुनसान छ गाउँ जाने बाटो
मान्छे छैन हेर्नुहोस् जताततै मान्छे सुनसान छ हाइवे नै यस्तो सुनसान छ अलिक बरगारी बजार यस्तो छ सुनसान हेर्नुहोस् अन्त वालिङ महोत्सव लगाइरहेको ठाउँमा त गएको पनि होला नि होइन भयङ्कर भिडभाड हुने ठाउँ हो यो तर भिडभाड चाहिँ खासै देखिएन महोत्सव वालिङ बरगारीको ठाड लाइन हो यो यहाँबाट चाहिँ पान्थोक देउराली जाने बाटो हो बरगारीको ठाड लाइन